हेलो एभ्रिवान, वेलकम टु माई भ्लग। हजुरहरूलाई स्वागत छ मेरो भ्लगमा। अनि आज चाहिँ हामी घुम्न गएका थियौँ। कहाँ गएको होला यसो गेस गर्नुहोस् त। यस्तो ठाउँ हेरेर यस्तो अफ रोड थियो गाइज, यस्तो अफ रोड। ओ माई गॉड, थाहा छैन होइन त हजुरहरूलाई यो ठाउँ चाहिँ कहाँ हो भने नि, यो चाहिँ पायल बाबाको पायल बाबाबाट अर्को दुईवटा बाटो छ कि। एउटा चाहिँ माथितिर जान्छ अनि एउटा चाहिँ के डोलेश्वर मन्दिरतिर जान्छ कि। अनि यो बाटो चाहिँ त्यहीको हो कि होइन। यस्तो अफ रोड बाटो रहेछ है गाइज। अब यस्तो डिग्रेड भएन। आधी ठाउँ चाहिँ कस्तो पिस थियो क्या होइन। पछि अलिकति मासतिर अलिकति अगाडि जाँदा त पुरै बाटो त ल यस्तो गिटी रे ढुङ्गा रे क्या है। पहिला चाहिँ त्यो त्यहाँ जाने बाटो कस्तो राम्रो थियो क्या, कस्तो दामी, कस्तो त्यो यस्तो यस्तो अप्ठ्यारो बाटो थिएन क्या है। अनि त्यही पनि यो कुकुरहरू चाहिँ बुलेट बाइक देख्ने बित्तिकै किन भुक्छ होला हो, अचम्म लाग्छ चाहिँ। हेर्नु न अहिलेसम्म कस्तो बिग्रेको बाटो थियो, फेरि अहिले कस्तो बाटो आइपुग्यो। अनि हामी चाहिँ अलिक अगाडि जाने बित्तिकै नजाने हो क्या यो बाटो जस्तो फिल भइरहेको थियो कि। अनि फेरि अब यस्तो यत्रो अगाडि आइसक्यो। अब अगाडि बाटो नि त्यस्तै छ, पछाडि गयो भने बाटो पनि त्यस्तै छ। भन्छन् नि आगे कुवा पिछे खाई भनेर जस्तै भइरहेको थियो। अनि हामी चाहिँ ल जाऊँ न त, अब आर्ट गरेपछि जानै पर्छ भनेर चाहिँ हामी चाहिँ लाग्यौँ मासतिर होइन। हत्तपत्य ठाउँमा चाहिँ कुनै बाइक गाडीहरू हिँडिरहेको थिएन क्या। कोही बेला आइरहेको थियो माथिबाट स्कुटर होइन। त्यति हो कि त्यस्तो खोइ बाटो थाहा नभएर हो कि मान्छेहरूलाई, कि बाटै यस्तो भएर हो कि। तर गाई सेम गाउँ जस्तै हो क्या कसम मानेको। हामी चाहिँ हत्तपत्त निस्किँदैनौँ कि। अनि निस्केपछि चाहिँ अलिक खत्रै ठाउँ जाऊँ न, अलि यस्तो भाइ बाउनी टाइप अलिक पिस टाइपको भनेर खोज्दै जान्छौँ कि हामी चाहिँ होइन। हामी चाहिँ पायल बाबा चाहिँ धेरैचोटि गइसक्यौँ क्या। हामी चाहिँ जहिले अर्को बाटो जान्थ्यौँ, अनि योपालि चाहिँ अर्को बाटो जाऊँ न त के रहेछ यसो भनेर चाहिँ सोचेर चाहिँ हामी यो बाटो गएको थियौँ। अर्को बाटोबाट जाँदा चाहिँ हामी जहिले माथि टपमा जान्थ्यौँ पायल बाबाको। अनि त्यसपछि हामी त्यहाँ केही खान्थ्यौँ अनि फेरि फर्किहाल्थ्यौँ क्या। त्यस्तो धेरै बस्दैनथ्यौँ, तर भ्यू चाहिँ बवाल देखिन्थ्यो कि होइन। हरेक मान्छेको गाउँ जाने बाटो चाहिँ यस्तै होला कि है। तर यो पनि कसैको गाउँ त गाउँ नै होला कि है। मलाई चाहिँ थाहा थिएन है गाइज, काठमाडौँमा पनि यस्तो खतरा ठाउँहरू छ, यस्तो बवाल यस्तो पिस टाइपको होइन। यस्तो हरियाली यस्तो यस्तो छ भने मैले सोचेको पनि थिइनँ क्या है। ओहो हट, हामी चाहिँ यहाँ एउटा झर्ना छ भन्ने सुनेको थियौँ कि। अनि त्यही भएर चाहिँ यो बाटोबाट गएर यसो त्यो पनि हेर्ने अनि छिन हावा पनि खाने जस्तो टाइपको कुरा भइरहेको थियो कि हाम्रो चाहिँ। बाटो देखेर त घर फर्क्यौँ जस्तो लागिरहेको थियो कि है। बिच बाटोमा के गरे होला यो बाटो बिगारेर है छ्या। अनि हामी चाहिँ जाँदै थियौँ अनि यहाँ चाहिँ त्यो बाटोहरूको काम भइरहेको थियो कि। अनि यसो हेरेको अब चाहिँ बाटो अलि राम्रो बन्ला कि जस्तो लागिरहेको थियो, किनभने अरू बाटो चाहिँ एकदम खत्तम थियो नि त तलतिरको त। अनि बिचमा कुनै ठाउँमा चाहिँ बाटो बनाइरहेको छ, फेरि कुनै ठाउँमा चाहिँ कस्तो ढुङ्गा गिट्टी बालुवा नै बालुवा छ कि। अनि यहाँ हेर्नु न गाई चाहिँ यस्तो बाटो छ क्या। अब कसरी जाने होला क्या। धन्न बल्ल अलि म राइडर भएर मरे क्या हान्छ। ऊ राइडर भएर अलिअलि उसले चलाएर होइन, जे होस् ऊ चाहिँ खतरा हो क्या बाइक चलाउन। धन्न त्यहाँबाट चाहिँ कट्यो कि। हेर्नु न बाटोको हालत, ओ माई गड यस्तो छ कि यार कहिले जानै मन नलाग्ने जस्तो हो क्या बाटो चाहिँ। फेरि ठाउँ चाहिँ यस्तो बवाल छ त्यो भ्यूहरू है। यसो क्या मुनि चाहिँ फेरि त्यहाँबाट हल्का केही बिग्रेर तलतिर खसिन्छ क्या। फेरि मुनि चाहिँ केही पनि छैन क्या, त्यो पहिरो सहिरो गएको छ क्या, त्यही भएर नि होला है। हामीले चाहिँ आज घरबाटै भिडियो चाहिँ बनाउन पाएनौँ कि। घरबाट आएको देखेको सबै भिडियो चाहिँ बनाउन पाएनौँ, किनभने त्यहाँ चाहिँ गोब्रोमा चाहिँ चार्ज थिएन क्या हाम्रो। त्यही भएर नि हल्का प्रब्लम भएको थियो। अनि ठ्याक्कै हामीले चाहिँ आधी बाटोबाट चार्ज हालेर बाइकमा है चार्ज हालेर टक्क हामीले चाहिँ भिडियो आधी बाटोबाट बनाउन सुरु गरेको थियौँ कि। अनि बिचमा के भयो हजुरहरूलाई भन्नै पाएको छैन मैले त। हामी चाहिँ पहिले तलबाट अर्को बाटो गएको थियौँ कि। अनि फेरि त्यहाँको मान्छेलाई सोधेर यस्तो छ यो ठाउँ जाने कहाँ हो भनेको। अनि त्यो आन्टीले चाहिँ ठ्याक्कै त्यो मन्दिरबाट सिधै मासतिर लाग्नु, त्यहाँबाट सिधै गयो भने पुगिन्छ, बाटो नि राम्रो छ पिच छ भन्नुभयो कि। अनि हामी त्यहाँबाट फर्केर हामी ठ्याक्कै त्यो मन्दिरतर्फ लागेको थियौँ होइन। मन्दिरबाट माथि जान्छौँ, अलिकति पिच नै थियो। अनि फेरि बिचतिर आउँछु त बाटो त हो भाइ साहब, आन्टीले के भनेको जस्तो लागिरहेको थियो क्या। धेरै घुम्ने बानी भएर होला, घर त म त बस्नै पो सक्दिनँ, म त कहाँ जाम हुन्छ। अनि ल जाम यहाँ भयो नि जाम त्यहाँ भयो नि जाम भनेर म चाहिँ जहाँ पनि हिँड्दिनँ क्या, लिएर गइदिने क्या। अब होइन आफूलाई घुम्न मन लागिरहेको हुन्छ, यसो बेलुकातिर भयो नि हावा चाहिँ खान मन लागिहाल्छ क्या। मलाई जान चाहिँ मन लाग्छ क्या, कहीँ न कहीँ त मलाई लिएर जानै पर्छ क्या। त्यस मैले केही समयमा धेरै ठाउँ घुमिसकेँ क्या। कस्तो खतरा बवाल क्या। हेर्नु न अगाडि त्यो भिडहरू कस्तो देखिरहेछ कि। यस्तो डर लागिरहेको थियो क्या मलाई त है बाटो जाने बेला त। अब के भन्नु कि है, कुनै ठाउँ चाहिँ यस्तो राम्रो बाटो, कुनै चाहिँ यस्तो छ है हल्का। फेरि अब
बाइक पनि हल्का हाम्रो त अलि हेभी छ नि त है अनि पुरै डर लागिरहेको थियो क्या के गर्ने भनेर है अनि त्यो पनि हामी चाहिँ गइरहेको थियौँ अब जे हुन्छ देखा जाएगा वाला फिलिङ्स लिएर चाहिँ हामी चाहिँ अघि बढ्दै थियौँ गाइज फाइनली केही दुःख गरेपछि चाहिँ हामी चाहिँ अलि राम्रो बाटोको स्थानमा आइपुगेका थियौँ यो बाटो चाहिँ अरू बाटोभन्दा एकदम राम्रो नै थियो अति नै राम्रो थियो अरू बाटोको कम्पेरिजनमा कि अनि यो चाहिँ ठ्याक्कै एउटा त्यो गाउँतिर एउटा बस्ती टाइपको हुन्छ नि त है कस्तो बवाल थियो क्या यार मेरो घर यही भइदियो भए म त जुन ठाउँ जाँदा नि मेरो घर यही भइदियो भए फिलिङ चाहिँ आइहाल्छ कि छ्या अनि हामी चाहिँ गयौँ यो चाहिँ बल्ल एउटा राम्रो ठाउँ थियो अझ यो भन्दा नि राम्रो बाटो चाहिँ यो थियो क्या गाइज यस्तो बवाल पिच थियो कि है अनि त्यसपछि हामी चाहिँ अब कहाँ जान्छौँ तपाईँहरूलाई थाहा छ त गाइज अब चाहिँ हामी जाँदैछौँ पाइलट बाबातर्फ किनभने हाम्रो अन्तिम डेस्टिनेसनै त्यही थियो क्या यहाँबाट अरू अब यही बाटो फर्किनु पर्थ्यो कि अब यो बाटो फर्किने कुरा त आउँदैन यस्तो छ बाटो अब हाम्रो एउटा लास्ट अप्सन भनेको पाइलट बाबा जाने हो अनि अफकोर्स हामी त्यही चुज गर्छौँ कि किनभने त्यहाँ अलिकति दुःख गरेर त्यहाँको त बाटो एकदम बवाल छ नि त होइन फेरि यही बाटो तलतिर गयो भने त फिक्स हामी त डेड हो नि त होइन बरु होस् हामी त उतै जाने भनेर हामीले चाहिँ पाइलट बाबातिर जान थाल्यौँ अनि पाइलट बाबामा चाहिँ कस्तो छ भने अर्कै छुट्टै खालको भाइब नै छुटेछ क्या त्यहाँको पनि अब लाइक त्यहाँको चाहिँ बाटो यस्तो अप्ठ्यारो छैन त्यही भएर धेरै जसो मान्छे उतैपट्टि जान चाहन्छन् भनौँ न होइन किनभने अब लाइक त्यहाँको चाहिँ बाटो पनि एकदम राम्रो छ अनि ठाउँहरू पनि यस्तो बवाल नै छ कि भनौँ न उतापट्टिको चाहिँ होइन अनि क्याफे स्याफे इच एन्ड एभ्रिथिङ एभाइलेबल छ क्या उतापट्टि चाहिँ यतापट्टि चाहिँ त्यस्तो राम्रो उयो टाइपको रहेनछ क्या त्यस्तो फ्यासिलिटी टाइपको चाहिँ पुरै गाउँ नै जस्तो भयो कि होइन तर पाइलट बाबा चाहिँ हल्का त्यो अलिक डेभलप छ भनौँ न त्यहाँ गेस्ट हाउसदेखि लिएर त्यो होटेल बर्गर हाउस टाइपको लिएर इच एन्ड एभ्रिथिङ छ नि त त्यही भएर पनि होला मेबी है मलाई चाहिँ पाइलट बाबा अति मनपर्छ कि हामी काहीँ झ्याउ लाग्यो भने नि अब केही काहीँ जाने ठाउँ भएन भने हामी जाने ठाउँ चाहिँ त्यही हो क्या लास्टमा अप्सन चाहिँ त्यही हो क्या कहाँ जाने ल पाइलट बाबा त्यहाँ पनि 2-3वटा ठाउँ छ नि त घुम्न जाने अनि हामी चाहिँ त्यहाँ धेरै जस्तो गइरहेको नै हुन्छौँ क्या त्यही भएर अति नै मनपर्छ मलाई चाहिँ हजुरहरू पनि आउनु भएको होला पक्कै हजुरलाई चाहिँ त्यहाँको चाहिँ के चाहिँ मनपर्छ त्यहाँ चाहिँ एउटा कुरा फेमस छ क्या त्यो कुरा चाहिँ के होला हजुरहरूले कमेन्टमा मिलाउनु भयो भने हजुरलाई जे भन्यो त्यही हामीलाई चाहिँ पहिला स्कुलबाट पिकनिक कहाँ लाने भन्दा ल पाइलट बाबा त्यहाँ एउटा के घ्याम्पे डाँडा कि something त्यस्तै केही थियो ल त्यहाँ लग्ने भने चाहिँ हामी त कति न टाढा होला यस्तो खुसी लाग्थ्यो है कहिले नपुगोस् किनभने गाडीमा चाहिँ हामीले इन्जोय गर्नु पर्थ्यो नि त डान्स सान्स गरेर रमाइलो गरेर ढिला पुगोस् जस्तो हुन्थ्यो नि त हाम्रो डेस्टिनेसन चाहिँ अलिकति टाढै होस् जस्तो लाग्थ्यो नि त अनि अहिले चाहिँ म डेली टाढै थियो त्यो बाटो पनि त्यो टाढै लाग्थ्यो मलाई होइन सायद अहिले म धेरै जानी भएर होला मलाई चाहिँ कसम जडीबुटीबाट कोटेश्वर गए जत्तिकै लाग्छ क्या त्यो बाइकमा भएर नि होला कि डेली गएर भएर नजिकै लाग्न सके नै हुन्छ है मलाई चाहिँ खोइ पहिला चाहिँ अति नै टाढा लाग्थ्यो है सानो बेला चाहिँ अनि अहिले चाहिँ अति नजिकै लाग्छ अहिले चाहिँ अब ठिकै हो गाइज योपालि चाहिँ हल्का क्यामेरा एङ्गल मिलेन छ नत्र कि कस्तो खतरा भ्यूहरू थियो अगाडिको तपाईँहरूले सबै घर बसी हेर्न पाउनुहुन्थ्यो कि तर हल्का क्यामेराको गल्ती भएर त्यस्तो राम्रोसँग चाहिँ भ्यू चाहिँ हेर्न पाउनु भएन कि है फेरि यो गोप्रो चाहिँ उसले मलाई सधैँ दिन्थ्यो क्या चार्ज लग भनेर अनि म चाहिँ कहिले चार्ज नै हाल्दिनँ थिएँ क्या किनभने म जहिले बिर्सिन्थेँ क्या मलाई भोलि रोग लागेको छ क्या गाइज यार यो ठाउँमा चाहिँ अलि धेरै मान्छेहरू आवत जावत गरिरहेका थिए यो चाहिँ कहाँ हो भन्दा नि एक्ज्याक्ट चाहिँ मलाई थाहा भएन तर त्यही बाटो हो जता भयो नि होइन अनि हल्का क्यामेरा एङ्गल चाहिँ मिलेन छ क्या है हिजोकोमा अनि ठिकै छ त्यही पनि अब यस्तै हो कोही बेला अनि हामी चाहिँ ठ्याक्कै अब चाहिँ पाइलट बाबा पुग्न लागेको थियौँ पुगिसकेको चाहिँ थिएनौँ कि पुग्न चाहिँ लागेको थियौँ कि अनि वी आर सो एक्साइटेड तर त्यस्तै एक्साइटेड चाहिँ थिएन किनभने जहिले गइरहेको ठाउँ हो नर्मल भइसक्यो क्या अब त घरै जस्तो मामा घरै जस्तो लागिसक्नु थालिसक्यो क्या पछि आज गएर नि त्यहाँ एउटा मैले चाहिँ अति नै मनपर्ने ठाउँ छ क्या पाइलट बाबानेरि चाहिँ त्यहाँ चाहिँ एकदम मिठो के अरे सेकुवा भन्ने आइन्छ सुकुटी र चिउरा पाउँछ त्यो त त्यहाँको टेस्टलाई त कसैले केही गर्न सकिन्न क्या यस्तो दामी अहिले नै मुखबाट पानी आइरहेछ मलाई अनि यताको बाटो देखेर चाहिँ मलाई ठ्याक्कै के भन्नु भयो गाइज के ओडै छैन क्या यहाँको बाटो देखेर चाहिँ अलिकति राम्रो छ अलिकति अगाडि गएपछि बाटोभरि के कसले फ्याल्यो होला क्या कसले चाहिँ फ्याल्यो होला क्या यस्तो मजाले यो केक कसलाई दिने कसको बर्थडे हो र यत्रो को हो यस्तो धनी हाम्रो देशमा बाटोभरि केक फ्यालेर हिँड्ने
हिजो भर्खर वास गरेर बाइकलाई हिरो बनाएको थियो, आज फेरि यस्तो बाटोमा आएर मेरो बाइक भयो जिरो। के गरौँ गाइज, किन बेकार धोएछु मैले, छि यस्तै बाटो आउनलाई धोएको रहेछु मैले बाइक। ठिकै छ गाइज, अब हल्का दुःख कष्ट त भइ नै हाल्छ। दुःख कष्ट गरेर नै हामी चाहिँ फाइनली पाइलट बाबाको डाँडामा पुग्न लागेका थियौँ। यतिमै मेरो गोप्रोको चार्ज सकेर स्विच अफ हुन्छ र मैले अगाडिको भिडियोमा के हुन्छ भनेर हजुरलाई जानकारी दिन सक्दिनँ, त्यसैले सरी। अब अरू आदि भिडियो यो मतलब यसको पछाडि मैले के गरेँ भनेर चाहिँ अर्को भिडियोमा आउँछ होला। धन्यवाद, थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई गाइज, किप लभिङ।